मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा वफादार र साहसी जीवको रूपमा परिचित छ कुकुर। आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुज्ने दिन या कुकुर तिहार। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ। कुकुर मानव सभ्यतादेखि नै मानवसँग अत्यन्तै नजिक एवं वफादार जीवको रूपमा रहेको छ। वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा समेत हेरेको पाइन्छ र मृत्यु पर्यन्तमा पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन समेत हिन्दू धर्ममा रहेको पाइन्छ। महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर बिना स्वर्गमा जान नमानेको कुरा उल्लेख गरेको पाइन्छ। कुकुरलाई चाहिँ धर्मको अवधारणागत उदाहरण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ। चाणक्य नीतिमा कुकुरलाई पातलो निद्रा भएको, वफादार, चनाखु अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ। आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो। आजको दिन कुकुरलाई विधिवत रूपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति रहेको छ। मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध रहेको छ। आज त्यो सह-अस्तित्वको अर्चना गरिन्छ। आजको दिन कुकुरलाई खान नदिइकन भोजन गर्ने मानिस यमराजको दण्डभागी हुन्छ भन्ने मान्यता रहिआएको छ। सनातन धर्म एकदमै पृथक छ र त्यतिकै वैज्ञानिक पनि छ। यसका संस्कारका आधारहरू प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्तै विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा ईश्वरत्व अनुरूप व्याख्या गरिएको पाइन्छ। वैदिक सनातन धर्मलाई मानव व्यवहार एउटा ऐना जस्तै हो। हामीले जस्तो व्यवहार गर्छौँ त्यस्तै प्रतिबिम्ब स्वरूप व्यवहार पनि पाउँछौँ। यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र सायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको पनि हुनुपर्छ। विज्ञानले पनि पारिस्थितिकीय तन्त्र अर्थात् इकोसिस्टमका रूपमा हरेक प्राणीहरूको अस्तित्व एक अर्कासँग सम्बन्धित छ भनेर देखाएको छ। त्यसैले माया दियौँ, माया बाँडौँ अनि माया पाऊँ। सबैको मङ्गल होस्। जीव र मानव जीवन बीचको सुमधुर सम्बन्धको यात्रा जुगौँ जुग चलिरहोस्।